हुँदैन, अर्थात् लाइसेन्स नभएको खण्डमा 5000 जरिवाना हुनेछ। फेरि सवारी चालक अनुमति पत्र प्राप्त नगरेको चालकलाई सवारी चलाउन दिई सवारी दुर्घटना गराई कुनै मानिसलाई अङ्गभङ्ग भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था रहेको छ। र सवारी दुर्घटनाको कारण कसैको मृत्यु हुन गएमा नियतवश कसैले सवारी दुर्घटना गराएर कसैको मृत्यु भएको अवस्था छ भने चालकलाई जन्म कैद हुने अवस्था छ। र लापरवाहीपूर्वक सवारी चलाई दुर्घटना गराएमा 3 वर्षदेखि 10 वर्षसम्म कैद र 30,000 जरिवाना, 30,000 देखि 1 लाखसम्म जरिवाना। र भवितव्य भई सवारी दुर्घटना हुन गई कसैको मृत्यु हुन गएमा 1 वर्ष कैद वा 2,000 सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने अवस्था छ। र सवारी चालक अनुमति प्राप्त नगरेको चालकलाई कसैले सवारी दिए सवारी दुर्घटना हुन गई कसैको मृत्यु हुन गएमा त्यस्तो सवारी दिने सवारीधरीलाई समेत 2 वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ। त्यो कारणले गर्दाखेरि हामी सवारी चलाउनेले मात्रै नभएर हामी कसैलाई आफ्नो सवारी साधन दिँदैछौँ भने त्यो व्यक्तिले उक्त सम्बन्धित सवारीको लाइसेन्स प्राप्त गरेको छ कि छैन, सवारी चालक अनुमति प्राप्त गरेको छ कि छैन, त्यो कुरालाई पनि हामीले ख्याल गरेर आफ्नो सवारी दिनुपर्ने हुन्छ।